को गुरु कर ले आप समान। तीर्थ नहाए एक फल संत मिले फल चार। सदगुरु ले अनेक फल कहे कबीर विचार। तीर्थ नहाउनुको एउटै फल मिल्छ कि शरीरको मैला जान्छ अनि सन्ताहरूको संकट मिलो भने संसारको दुर्लभ चार चीज छ धर्म अर्थ काम अनि मोक्ष जसको पनि वर्णन गर्न सकिँदैन। यसैले भनेको छ 68 तीर्थ गुरु चरण पूर्वी होते अखण्ड सहज रहिस धम्म सकल अंड रामंड। सद्गुरु चरणमा 68 वटा तीर्थ निवास गर्छन् अनि हर समय हर पर्व उत्सव भइरहन्छ। जो तो तीर्थमा नुहाउँछ ऊ सबै प्रकारका विघ्नहरूबाट मुक्त हुन्छ। यसैले सबै महापुरुषले सर्वप्रथममा सद्गुरुको ध्यान गर्छन्। यतिमै मेरो चलिरहेको वक्तव्य समाप्त गर्दैछु।